हात्तीले खायो अरे भनेर भन्दैछन्। दिन बाद त थेसर पनि लाउनु पर्दैन थियो होला हौ। दुई हार्ने न हात्तीको पाइला उहाँ उँभोपट्टि घुमेर एकचोटि हालिदिएको छ अघि पनि दिएको छ। अस्ति धान बोकेको थियो भने आज धान थेसर लाइन्छ फेरि दिदीहरूको। हामी जाँदैछौँ यहाँ कोही गमला बाल्टिङ बोरा बोकेर दिदीले गमला बोकेर आउँदै हुनुहुन्छ। त्यही कुन्नी हो आज फेसर लाउने भनेको चाहिँ हामीले। गाडी आउँदैछ। हात्तीले खायो अरे भनेर भन्दैछन्। कता खाएछ के खाएछ हेरौँ है त अब। ल हात्ती आएछन्, हात्तीले खाएछन्। गणेश बाबाले अलिअलि छरेछन्। छरेको पाइला कताबाट आएछन्, यताबाट आएछन् नि। पाइला हो गणेश बाबा यताबाट उताबाट आएछन्। यताबाट आएर यो कुन्यु अस्तिको दिन उठाएको कुन्यु आज राति आएर यताबाट तानेर सबै छरेर धान अलिअलि खाएर गएछन्। फेरि यताबाट फर्केर गएछन्। इस गणेश बाबाले यहाँ टोइलेट गरेर जानुभएछ। यता बुट्टाहरू भाँचेछन्। यहाँ पनि हकेछन्। दाउराहरू भाँचेर बुट्टा भाँचेर अनि यता हुँदै गएछन्। सबै बुट्टा भाँचेर अलगो त पुरा अलगो हो त्यतिको थियो। यहाँ आएर नि यति छिटो गर्दा पनि के भन्नु। अरू 2 दिन जस्तो राख्दिन बाद त थेसर पनि लाउनु पर्दैन थियो होला हौ। यहाँ हार्ने न उता दाजुको घाँटी थियो नि जम्मा। अरू पराल्ची कहाँ लिएर गएछ। 2 हार्ने न हात्तीको पाइला उहाँ उँभोपट्टि घुमेर एकचोटि हेर्नु। गोबर स्वा हालिदिएको छ अघि पनि दिएको छ। नेवारहरू त लोभ हो त। फ्रेसर लगाइसक्यो। अब चिया खाने कार्यक्रम हुँदैछ सबैतिर। फ्रेसर चाहिँ लगाएर सक्यो। अब सबैजना चिया खाँदैछौँ। दाजु भाउजू दिदी भिनाजु सबैजना। यता म